तपाईहरु नेपाली टाइपिङ गर्न चाहनुहुन्छ भने agentakash.com/nepali-typing मा गएर नेपाली टाइपिङ गर्न सक्नुहुन्छ सजिलै र कुनै हेल्प चाहिएमा यो फेसबुक पेजमा मेसेज पनि गर्न सक्नुहुन्छ। अब सुरु गरौँ आजको च्याप्टर। टेम्पो रोक्यो। नेपाल भाषामा यसलाई हामीले टेम्पो दिकल दिकल टेम्पोबाट मान्छे ओर्ल्यो। टेम्पो मनु क्वा वला अर्थात तल झर्यो। मनु अर्थात मान्छे। एकजना मान्छे साइकल लिएर आयो। छम मनु साइकल जोना वला। छम मनु साइकल जोना वला। छम मनु अर्थात एकजना मान्छे, निम मनु दुईजना मान्छे, सोम मनु तीनजना मान्छे, यस्तै बेम न्याम खुम नेम च्याम गुम छिम यसरी 10 जना मान्छे। टेम्पो लग्यो। टेम्पो यङ्कल अर्थात लग्यो। छाना पली यो छानामा जुन देखिराख्नु भएको छ यो इँटालाई एपा भनिन्छ। एपा अलिकति पातलो हुन्छ। छानामा घाँस उम्रियो। पली घाँ बुया वला। पली घाँ बुया वला अथवा बुला। घाँ अर्थात घाँस, पली अर्थात छाना। जेब्रा क्रस त्यहाँ छ। जेब्रा क्रस अन डु। जेब्रा क्रस अन डु अर्थात त्यहाँ छ। कति धेरै तार। गुली मच्छी तार। गुली मच्छी अर्थात कति धेरै। त्यहाँ रुख छ। अन सीमा डु अन अर्थात त्यहाँ, सीमा अर्थात रुख। माइक्रो बिस्तारै लग्यो। माइक्रो बिस्तार यङ्कल। माइक्रो बिस्तार यङ्कल अर्थात लग्यो। एकजना कुकुर सुतिराखेको छ। छम खिचा डेना चोङ्गु डु। छम खिचा डेना चोङ्गु डु। छम खिचा अर्थात एकजना कुकुर, निम खिचा अर्थात दुईजना कुकुर, डेना चोङ्गु डु अर्थात सुतिराखेको छ। त्यस्तै गरी एकजना मान्छे सुतिराखेको छ भन्नु पर्यो भने पनि छम मनु डेना चोङ्गु डु। अब बच्चा सुतिराखेको छ भन्नु पर्यो भने चाहिँ मचा डेना चोङ्गु डु। रुखमा फूल फुल्यो। सीमा स्वा वला। सीमा स्वा वला। स्वा अर्थात फूल, वला अर्थात फुल्यो। एकजना मान्छे खर्पन बोकेर आयो। छम मनु खमु कोपुया वला। छम मनु खमु कोपुया वला। खमु अर्थात खर्पन, कोपुया वला अर्थात काँधमा बोकेर आयो भन्न खोजेको कोपुया वला। साझा बस आयो। साझा बस वला। तपाईहरुलाई कस्तो लागिरहेको छ भिडियोहरु? अलि फरक प्याटर्नमा बनाएको छु। कमेन्ट गर्नुहोला कस्तो लागिरहेको छ यो फरक प्याटर्नको भिडियो। थ्यांक यू। शुभ